हेलो एन्ड नमस्ते साथीहरू। आज चाहिँ म टक्क लाएर चाउचाउको चाउमिन बनाउन गइरहेको छु। मसँग चाहिँ करेन्ट एभाइलेबल थिएन र यो मामा भन्ने चाउचाउ ल्याएर गाइस म चाहिँ आज ट्याक्क लाएर बनाउन गइरहेको छु चाउचाउको चाउमिन। मसँग चाहिँ 5 पिस चाउचाउ छ हैन गाइस। अब आज चाहिँ ट्याक्क अब आगो फुक्ने हो। ट्याक्क म चाहिँ अहिले आगो फुक्दैछु। फाइनली गाइस म चाहिँ पानी तताइसकेको छु। अब म चाहिँ धनिया लिन जान्छु। त गाइस यो चाहिँ अब ट्याक्क लाएर आफ्नै अर्गानिक उत्पादन गरेको ट्याक्क लाएर हैन बारीको धनिया देख्न सक्नुहुन्छ क्या खतरा छ नि बब्बाल छ नि गाइस धनिया। टक्क धनिया सानी ल्याएर म चाहिँ टक्क साग र धनिया पखाल्छु हैन गाइस। पखाल्दैछु गाइस म चाहिँ मजाले पखाल्नु पर्यो नि त। फाइनली गाइस म चाहिँ पखालिसकेको छु। पखालिसकेपछि ट्याक्क हेर्नुहोस् यो सागलाई चाहिँ पहिला मसिनो तरिकाले किटिकिटी भाज्नुपर्छ गाइस। सबै सागलाई चाहिँ त्यसैले मसिनो तरिकाले किटिकिटी भाज्नुपर्छ हैन गाइस। म चाहिँ अहिले यो साग सबै भाज्दैछु नि त। यो जति भाज्यो त्यति मजाले बोइल हुन्छ क्या। बोइल भएन भने त मजै हुँदैन नि त। ट्याक्क लगाएर पानीमा हालिदिनुपर्छ। अनि पानीमा चाहिँ पानीमा चाहिँ हल्का बाफ हुन थालिसक्यो अहिले गाइस। म चाहिँ यता चाउचाउ खोल्न लागिरहेको छु। अब चाउचाउ खोल्दैछु गाइस फटाफट। गाइस यति साह्रै मसला थियो हैन। हाम्रो साग चाहिँ ट्याक्क उम्लिन थालिसकेको छ गाइस हैन। ट्याक्क लगाएर अब यसमा म चाउचाउ हाल्दैछु गाइस हैन। ट्याक्क लगाएर अब चाउचाउ हाल्दैछु। यसलाई एकछिन चलाइदिनुपर्छ हैन। एकछिनमा त खतरा हुन्छ नि। फाइनली गाइस हाम्रो चाहिँ चाउचाउ उम्लिएर यस्तो भइसकेको छ हैन गाइस। देख्न सक्नुहुन्छ तपाईँहरू सब त्यन्द्र भइसकेको छ। चाउमिन जस्तो भइसकिरहेको छ नि त हैन गाइस। यो चाहिँ ट्याक्क लगाएर अनि चाउमिन जस्तो भइसकिरहेछ नि। अब यसलाई चाहिँ छट्ट निकाल्नुपर्छ नि त एउटा केहीमा। अब यसलाई चाहिँ अब चलाएर निकाल्न गइरहेको छु हैन गाइस। ट्याक्क लगाएर अब यो सागहरू मजाले पाकिसकिरहेछ। अब यसलाई चाहिँ सट्ट एउटा भाँडा निकाल्नुपर्छ। म चाहिँ थालमा निकाल्न आइरहेको छु हैन गाइस। ट्याक्क छान्ने थियो भने त झन् मजा हुन्थ्यो। अब हाम्रो छान्ने चाहिँ त्यो थालमा निकालिसक्यो गाइस। यस्तो भयो त गाइस। ट्याक्क यो सामान हालेर ट्याक्क पकाउनु हो। मैले चाहिँ पकाउनको लागि मसलाहरू तेलहरू सब ठिक पारिसकेँ। अहिले चाहिँ जिरा हाल्दैछु गाइस। ट्याक्क लगाएर अलिकति जिरा हाल्ने हैन। अलिकति सबै हाल्ने टक्क मसलाहरू चाहिँ ठिक पारिसकेर खोर्सानी लगाइदिने हैन। टमाटर चाहिँ मैले अर्ग्यानिक लाउन आँटेको च्याम्बा किनकि केही मात्र हुन्छ नि त। त्यही भएर अर्ग्यानिक टमाटर लाउन आँटेको। ट्याक्क यो चाहिँ एकछिन तातेपछि मजाले मिक्स गरिदिने हो। ट्याक्क मिक्स गरिसकेपछि गाइस यस्तो भइसकेको छ देख्न सक्नुहुन्छ तपाईँहरू हैन गाइस। अब यसमा मसला नि एड गरिदिने। यो चाहिँ खतरा मसला हो। टेस्टै बेग्लै आइदिन्छ क्या यो मसला हालेपछि। ट्याक्क अब अहिलेको नुडल्स पनि हाल्ने हो ट्याक्क हैन। एकछिन चलाइदिने हो गाइस। अहिले त यस्तो कस्तो नराम्रो देखिरहेको छ नि हैन गाइस। तर एकछिन बनाउँदैपछि खतरा दिन्छ क्या। अलिअलि पनि कलर आउन थालिसक्यो हैन गाइस। यो चाहिँ मसला टक्क हालिदिनुपर्छ हैन। यो मसलामा गाइस जादु भनेको चाहिँ मसलामा हुन्छ क्या। बब्बालै जादु हुन्छ क्या गाइस। देख्न सक्नुहुन्छ हैन के बब्बाल हुँदैछ हैन। कलर आउन थालिसकेको छ गाइस। मेन जादु भनेको मसलामा हुन्छ गाइस। ट्याक्क लगाएर अब देख्न सक्नुहुन्छ यसलाई चाहिँ एकछिन चलाइदिनुपर्छ क्या। फटाफट सिसी चलाइदिने हो। ट्याक्क लगाएर चलाइदिसकेपछि चाहिँ एकछिन चलाएपछि हाम्रो रेडी भइहाल्छ गाइस। ट्याक्क लगाएर फाइनली गाइस हाम्रो चाहिँ चाउमिन रेडी भइसकेको छ हैन। ट्याक्क लगाएर भिडियो बनाइदिने मान्छे चाहिँ कोही छैन। म टेस्ट गरेर नि तपाईँहरूलाई भन्छु कस्तो भयो हैन गाइस। यार ओबे गाइस मिठो छ गाइस। एकदमै सुपर बनिरहेछ हैन गाइस। लाजवाब छ। तर अहिले भिडियो गरिदिने मान्छे चाहिँ कोही नभएर आफै खाँदै आफै भिडियो गर्दाखेरि लास्ट अप्ठ्यारो चाहिँ हुँदो रहेछ गाइस। ओके गाइस बाई मिलते हैं फिर नेक्स्ट वीडियो में है ना। मैं नेक्स्ट वीडियो किस टाइप का लाऊँ या कस्तो ल्याऊँ कस्तो खालको ल्याऊँ हैन गाइस। ट्याक्क भन्नु होला कमेन्ट पनि गर्नु होला है त।